ए सुन्नु त कता हिँड्नु आँटे जस्तो छ नि। किन हौ? तपाईँलाई एक दुईवटा प्रश्न थियो मबाट। के प्रश्न भन त? हामी हिन्दू सनातनीहरूको घरमा चाहिँ नि कुन चाहिँ यस्तो 5वटा चिज छ जुन हुनै पर्छ? यसमा चाहिँ 1 नम्बरमा आउँछ शिवलिङ्ग। हजुर, शिवलिङ्ग एकदम हुनै पर्छ, तर ठुलो हुनु हुँदैन। 1 औँलीको बराबर, यो बुढी औँली कति लामो हुन्छ हैन? हजुर, त्यत्रै शिवलिङ्ग हुनुपर्छ 1 नम्बर। अनि त्यो चाहिँ हामीले राख्दाखेरि घरभित्र आफ्नो पूजा कोठामा राख्नु पर्दछ कि हामीले तुलसी मोठमा राख्नु पर्दछ? घरभित्रै राख्नुपर्छ। घरभित्रै नि राख्नुपर्छ। सानो चाहिँ हजुर हैन, ठुलो छ भने चाहिँ अब घर बाहिर प्राण प्रतिष्ठा गरेर मन्दिर बनाएर राख्नुपर्छ हैन। हजुर, तर अब सानो पूजा गर्नको लागि चाहिँ घरभित्रै राख्दा हुन्छ। त्यो चाहिँ नर्मदेश्वर शिवलिङ्ग भए चाहिँ अझ राम्रो। नर्मदा नदीको शिला पाउँछ ढुङ्गा हैन, हजुर, त्यसको शिवलिङ्ग भयो भने चाहिँ राम्रो हुन्छ। 1 नम्बर शिवलिङ्ग भयो। हजुर, अर्को नम्बर हो शालिग्राम। शालिग्राम भनेको चाहिँ नेपालको गण्डकी नदीमा पाउने ढुङ्गालाई शालिग्राम भनिन्छ। त्यो शालिग्राम पनि घरमा हुनु जरुरी छ। शालिग्राम भनेको चाहिँ भगवान विष्णुको प्रतीक हो, शिवलिङ्ग भनेको शिवजीको प्रतीक हो। त्यो शालिग्रामलाई पनि नित्य पूजा गर्नु जरुरी छ। र शालिग्राम भयो, शिवलिङ्ग भयो, र अर्को 3 नम्बरमा आउँछ गडुरको घन्टी। हजुर, गडुर छाप भएको घन्टी घरमा हुनु जरुरी छ हैन। हजुर, यो घन्टी नित्य बजाउनाले घरमा भूत प्रेत अशान्तिहरूबाट पनि भाग्छ भन्छन् हैन। र अर्को भयो शङ्ख। शङ्ख पनि हुन जरुरी छ। 4टा भयो हैन। हजुर, र 5 नम्बरमा चाहिँ तुलसीको मोठ। घर बाहिर तुलसीको मोठ हुन जरुरी छ। र यति 5वटा चिज चाहिँ हामी हिन्दू सनातनहरूको घरमा हुनै पर्छ। हाम्रो घरमा अब 5वटा वृक्ष पनि त चाहिन्छन् नि। हो र आमा? कुन वृक्ष हुन् भन्नु न, नाम सुनौँ। अब तुलसा हजुर, एउटा वृक्ष दिने भइगए, बेल, अनि पिपलमा चाहिँ पिपल चाहिँ तर घरको छेउमा रोप्नु हुँदैन। हजुर, अनि यो स्वामी हजुर, गर्दाखेरि अनि अमला, अनि यिनीहरू कतिवटा भयो? 5वटा भयो नि। 5वटा भयो। 5 यी वृक्ष चाहिँ हाम्रो अवश्य चाहिन्छ भनेर भन्दछन् कि तुलसाको मोठ अब हुनै पर्छ हाम्रो हिन्दू सनातन धर्ममा। आँगनमा तुलसाको मोठ चाहिँ हाम्रो हुनै पर्छ। पिपल चाहिँ के अलिक पर रोप्नु पर्ने हो? पिपल चाहिँ अब घर अगाडि नरोप्नु भनेर चाहिँ भन्छन्। अब कतै आफूले चौतारा कतै छ भने त्यहाँ ल्याएर रोपिदिएर जगाइदिउँ वन पिपललाई। अनि बारीको अलिक एक साइडपछि रोप्नुपर्छ। अनि स्वामीको गाछ पनि साह्रै रोप्नु जरुरी छ हामीले। हजुर, अनि जन्मदिनका दिन पनि हामी जस्तो बर्थडे भन्छौँ नि, त्यस दिन पनि हामीले एउटा वृक्ष चाहिँ रोपेकै हुनुपर्छ अरे। हो नि। भनेपछि पर्यावरणलाई पनि धेरै सोचेको छ हाम्रो हिन्दू सनातन धर्मले नि। हजुर, बर्थडेको दिन पनि एउटा चाहिँ रुख रोप्नै पर्ने रहेछ।